आजको भिडियोमा चाहिँ कलेजको कोर्स, कलेजको फी स्ट्रक्चर, होस्टेल, हस्पिटल लगायत यहाँको केही इन्भाइरोमेन्टको बारेमा सर म भन्नेछु। फर्स्टमा सुरु गरिहालौँ यहाँको कोर्सको बारेमा। मैले योभन्दा अगाडि पनि धेरै भिडियोमा भनिसकेको छु। फिलिपिन्स युएस बेसको करिकुलम अथवा एजुकेसन सिस्टम फलो गर्ने भएको हुनाले हाम्रो कलेज इमिलियो एग्नाल्डो कलेजको पनि त्यही अनुसारको कोर्स डिजाइन रहेको छ। र मेडिसिन पढ्नुभन्दा अगाडि हामीले चाहिँ प्रिमेड गर्नुपर्ने हुन्छ। प्रिमेड सकेपछि मेडिसिन स्टार्ट हुन्छ र यो सबै कोर्स चाहिँ 6.5 इयर्सको कोर्स छ, जसमा चाहिँ प्रिमेड 1.5 इयर्स अनि मेडिसिन चाहिँ 5 इयर्स गरेर 6.5 इयर्सको कोर्स रहेको छ फिलिपिन्समा। 1.5 इयर्सको प्रिमेड कोर्स चाहिँ कस्तो कोर्स भनेपछि यो पनि एउटा ब्याचलर लेभलकै कोर्स हो। तपाईँहरूले यसको पनि डिग्री पाउनुहुन्छ। र प्रिमेड चाहिँ 1.5 इयर्सको रहेको छ। प्रिमेडमा चाहिँ विभिन्न किसिमका सब्जेक्टहरू हुन्छन्, विभिन्न किसिमका कोर्सहरू हुन्छन्। हामी इमिलियो एग्नाल्डो कलेजमा पढ्ने फरेनर स्टुडेन्टहरूले चाहिँ प्रायःजसो बिएस बायोलोजी पढिरहेका छौँ। बिएस बायोलोजी पछि बल्ल हामी मेडिसिन स्टार्ट गर्छौँ। योभन्दा अगाडि हामी आउनुभन्दा अगाडिसम्म चाहिँ 2 इयर्सको कोर्स थियो भने हामी आएदेखि चाहिँ 1.5 इयर्सको कोर्स भएको छ। चेन्जेस भनेको 6 मन्थ टाइम चाहिँ घटेको छ है। हामीभन्दा अगाडिको जति पनि सिनियरहरू हुनुहुन्थ्यो उहाँहरूको चाहिँ 2 इयर्सकै भयो। हामीदेखि 1.5 इयर्स हुन आएको छ। हामीभन्दा जुनियरहरूले पनि त्यही 1.5 इयर्सकै कोर्स फलो गर्दै हुनुहुन्छ। र फेरि अवश्य पनि नयाँ आउने भाइ बहिनीहरूले 1.5 इयर्सकै फलो गर्नुहुनेछ बिएस बायोलोजीको लागि। त्यसपछि रह्यो मेडिसिन कोर्स। मेडिसिन कोर्समा चाहिँ 5 इयर्सको हुने गर्दछ, जसमा 3 इयर्ससम्म चाहिँ 3rd इयरसम्म चाहिँ हामी पढाइ प्लस कलेजमै प्र्याक्टिकल कुराहरू चाहिँ गर्छौँ। र 4th इयरदेखि हस्पिटल पोस्टिङ हुन्छ। प्राइभेट हस्पिटल प्लस गभर्मेन्ट हस्पिटल गरेर 1 इयर चाहिँ 4th इयरमा त्यसरी जान्छ। र 5th इयरमा चाहिँ टोटल्ली हाम्रो इन्टर्नसिप सुरु हुन्छ 5th इयरमा गएर। यसरी नै मेडिसिनको 5 इयर्सको कोर्स यसरी नै सकिन्छ। 3 इयर्ससम्म हाम्रो पढाइ, 4th इयरमा गएर हाम्रो क्लर्कसिप स्टार्ट हुन्छ, 5th इयरमा गएर इन्टर्नसिप हुन्छ है त। जम्मा जम्मी गरेर कोर्स 1.5 इयर्स बिएस बायोलोजी अथवा प्रिमेड अनि 5 इयर्स चाहिँ मेडिसिन गरेर 6.5 इयर्सको कोर्स यो चाहिँ क्लियर भयो। यति कुरा गरिसकेपछि अब कुरा गरौँ फी स्ट्रक्चरको। हामी आउँदासम्म जुन फी स्ट्रक्चर थियो त्यसमा चाहिँ अलिकति बढेको छ, धेरै ठुलो रकम बढेको छैन, हल्का बढेको छ। र अहिलेको फी स्ट्रक्चर रहेको छ $29,800 US। $29,800 अहिले इमिलियो एग्नाल्डो कलेजको फी स्ट्रक्चर रहेको छ। जसमा चाहिँ अब यो फी स्ट्रक्चर छ। अब यसलाई चाहिँ कसरी पेमेन्ट गर्ने त, हामीले कति किस्तामा कसरी तिर्न सक्छौँ? अब सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यो विषयमा कुरा गरौँ। $8,800 बिएस बायोलोजीको लागि र मेडिसिनको लागि $21,000 यति रहेको छ। र यति तिर्दै गर्दा पनि फेरि एकचोटि हो त होइन। यसलाई चाहिँ कसरी तिर्ने भनेपछि फेरि यसलाई पनि किस्तामा तपाईँलाई 2 किस्ता, 3 किस्ता, 4 किस्तासम्ममा तिर्न सकिन्छ है त। फर्स्ट इयरको पनि सेमेस्टर अनुसार, सेकेन्ड इयरको पनि सेमेस्टर अनुसार त्यसरी तिर्न सकियो। र मेडिसिनमा आइसकेपछि पनि सेम $21,000 लाई हामीले 4 इयर्समा क्लियर गर्नुपर्ने हुन्छ। 5th इयरमा गएर जो इन्टर्नसिपको बेलामा हामीले पे गर्नु पर्दैन, तर त्यो 21,000 लाई चाहिँ 4 वर्षभित्रमा क्लियर गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ 21,000 लाई 4 ले डिभाइड गर्दा $5,250 यति नै पर्न आउँछ सायद। यसलाई चाहिँ पर इयर तिर्नु पर्यो। यसलाई पनि हामीले 4वटा किस्तासम्म चाहिँ हामीले तिर्न सक्छौँ। यसरी बिएस प्लस मेडिसिनको गरेर टोटलमा भन्नु पर्दाखेरि चाहिँ $29,800 फी स्ट्रक्चर। अब यति कुरा गरिसकेपछि हस्पिटलको कुरा गरौँ। हस्पिटल चाहिँ इमिलियो एग्नाल्डो कलेज को इन्टर्नसिप गर्ने हस्पिटल भनेको मनिला मेड, जो कलेजसँग नजिकै छ। मनिला मेडमा चाहिँ इन्टर्नसिपको बेलामा फुल्ली हामीले त्यहीँ गर्छौँ। क्लर्कसिपको बेलामा चाहिँ 6 मन्थ त्यहाँ, 6 मन्थ हामी
बाहिर गभर्मेन्ट हस्पिटलमा पनि जान्छौँ। तर इन्टर्नसिपको लागि भनेर मनिला मेडमै इन्टर्नसिप हुने गर्दछ। तर तपाईँ आफूले धेरै ठाउँ कलेजको अप्सनहरू पनि छन्, तपाईँले आफूले चुज गरेर जान पनि सक्नुहुन्छ। तर नर्मल्ली चाहिँ मनिला मेडमा चाहिँ इन्टर्नसिप हुने गर्दछ। यो भयो हस्पिटलको। अनि त्यसपछि कुरा गरौँ होस्टेलको कुरा। कलेजको आफ्नै होस्टेल पनि रहेको छ। तपाईँहरू बाहिर पनि बस्न सक्नुहुन्छ, होस्टेलमा पनि बस्न सक्नुहुन्छ। त्यो तपाईँमा डिपेन्ड पर्ने हुने कुरा हो। यो चाहिँ जस होस्टेलको चाहिँ कम्पलसरी छैन, तपाईँले जस्तो कम्फर्टेबल लाग्छ त्यसरी नै बस्न सक्नुहुन्छ। यो एरियामा बसेर यो कलेजमा पढ्दै गर्दाखेरि अरू इन्भाइरोमेन्टको कुरा गर्दै गर्दा जस्तो धेरै कुराहरूको सेन्टर पर्ने हुनाले तपाईँहरूलाई चाहिँ केही कुराहरूमा सहज चाहिँ हुनसक्छ। जस्तो अब हामी नेपाली भइसकेपछि मन्दिर मठ मन्दिर जाने, दर्शन गर्ने यस्तो कुराहरू हुन्छ। जो हिन्दू टेम्पल नजिकमै छ, इस्कन नजिकमै छ, गुरुद्वार नजिकमै छ, लगायत अब बौद्ध विहार अथवा गुम्बा त्यो पनि नजिकमै छ। यी हाम्रो जस एउटा कल्चरल सेन्टर जस्तो कुराहरू पनि नजिकमै भएको हुनाले जस आफ्नोपनको महसुस चाहिँ हुन्छ। यो कुरा पनि भयो। र अर्को एउटा प्लस पोइन्ट चाहिँ भनौँ, जुन हाम्रो कलेजको प्रेसिडेन्ट हुनुहुन्छ डाक्टर जोसेफ पाउलो ई क्याम्पस, उहाँ चाहिँ हाम्रो कलेजको प्रेसिडेन्ट सँगसँगै अर्को उहाँको के पनि छ भनेपछि नेपालको कन्सुलर विभागको चेयरम्यान, फिलिपिन्सको लागि उहाँ चेयरम्यान नै हो। नेपालीहरू कुनै पनि कलेजमा, चाहे इमिलियो चाहे अरू कुनै कलेजमा पढ्न आउन् अथवा वर्किङको लागि अथवा भिजिटको लागि, जेको लागि आए पनि यदि कुनै समस्या पऱ्यो भने सबैभन्दा पहिला नेपालीको कुरा सुन्ने ठाउँ अथवा नेपालीहरूको लागि चाहिँ त्यो समस्याहरू नपरोस्। तर यदि परिहाल्यो भनेको खण्डमा चाहिँ हाम्रो कलेजको प्रेसिडेन्ट, कन्सुलर विभागको हाम्रो चेयरम्यान पनि हुनुहुन्छ। भविष्यमा त्यस्तो समस्याहरू त नआउला, तर यदि आइपरिहाल्यो भने एउटा कोअर्डिनेसन गर्नेदेखि लिएर नेपालीको एउटा आधिकारिक ठाउँ भएको हुनाले केही न केही हेल्प त हुनसक्छ। त्यो कारणले गर्दा एउटा एडभान्टेज त्यो पनि हुनसक्छ। कलेजको फी र कोर्सको कुराहरूमा चाहिँ तपाईँ आउँदाखेरि जुन तपाईँको कन्ट्र्याक्ट हुन्छ, जुन तपाईँको एग्रिमेन्ट हुन्छ, त्योभन्दा तलमाथि चाहिँ हुने कुरै हुँदैन। तपाईँहरू आउँदाखेरि तपाईँहरूको कन्ट्र्याक्ट बनाउनुपर्छ। कन्ट्र्याक्टमा तपाईँ पढाइ नसक्दासम्म तपाईँले कति पेमेन्ट गर्ने भन्ने कुरो पहिल्यै उल्लेख भइसकेको हुन्छ। त्योभन्दा एक पैसा पनि तलमाथि हुँदैन। यो कुरामा चाहिँ ढुक्क हुनुहोला। र कोही कसैले माग्छ भनेपछि तपाईँको कन्ट्र्याक्टले नै काम गर्छ। त्यो कन्ट्र्याक्टभन्दा तलमाथि चाहिँ नगर्नु होला। अलमोस्ट कुरा त यही नै हो। अब तपाईँहरूलाई योभन्दा अरू केही कुराहरू जान्न इच्छुक छ भने मलाई कमेन्ट बक्समा राख्नु होला अथवा मेसेज गर्नु होला। म फेरि अर्को भिडियो बनाउने छु। तपाईँहरूको आवश्यकता अनुसार, तपाईँहरूको चाहना अनुसार कस्तो खालको भिडियो बनाउँदा तपाईँहरूलाई स्पष्ट हुन्छ, तपाईँहरूलाई क्लियर हुन्छ, म त्यस्तै खालको भिडियोहरू बनाउने छु।